हेलो साथीहरू, यति बेला म कठोरी मौरीको रस निकाल्न गइरहेको छु र यो कठोरी मौरी घारमा नबसी यो यस्तै जङ्गलमा केही बोटका हाँगाहरूमा बस्ने गर्दछ र मैले मौरी निकालिसकेर यो चाहिँ मौरी साइडमा बसिरहेको छ। अहिले चाहिँ यो मौरीलाई मैले व्यवस्थित तरिकाले कुनै स्थानमा राख्न सकिन्छ कि भन्ने हेतुले यो मौरीलाई मैले व्यवस्थापन गरी केही रुखको झ्याङमा लगेर राख्नेछु र देख्न सक्नुहुन्छ हजुरहरूले यति बेला मैले केही घाँसको बिचमा मौरीलाई व्यवस्थित तरिकाले राखिसकेको छु र यो मौरी आफ्नो इच्छाएको ठाउँमा बस्ने हुनाले मैले राखेको ठाउँमा नबस्न पनि सक्ने हुनाले मैले यसलाई कतिसम्म राख्न सक्छु र तपाईँहरूलाई पछि पनि मैले यसको बारेमा केही जानकारी बटुल्न सकेँ भने म यसको जानकारी चाहिँ दिन सक्नेछु र अहिले यी मौरीहरू केही स्थानमा व्यवस्थित तरिकाले बसिसकेका छन् र कोही मौरीहरू बाहिरबाट आएर इसारा गरिरहेका छन्, यो ठाउँमा बसिरहेका छौँ हामीहरू। अरू साथीहरूलाई पनि बोलाइरहेका छन् यिनीहरूले र यो मौरीको लास्टमा म तपाईँहरूलाई रानी पनि देखाउने छु र अहिले देख्न सक्नुहुन्छ कठोरी मौरीको रानी सबैजनाले घेरेको छन्। रानी बिचमा बसेको छ र मौरीभन्दा थोरै ठुलो, थोरै कालो, थोरै ठुलो हुने गर्दछ। यो जुनैसुकै मौरीको पनि रानी हुन्छ।